दार्जिलिङ मकनको नोबत बारीले केही पनि बाँकी राखेन है कन्डिसनल यस्तो छ यहाँको ढुङ्गेको कृषि कार्यालय तल चाहिँ साङ्गो बजार भन्ने अनि यो कृषि विकास ब्याङ्क चाहिँ यो पनि केही पनि बाँकी रहेन यो चाहिँ के अरे सशस्त्रको जेल थियो सबै गयो अझै खोला बढ्दैछ अरे भन्ने कुरोहरूको जानकारी छ केही पनि छैन यहाँ ढुङ्गेको बजारी घरहरूमा मान्छे फसिरहेछ त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ ढुङ्गेको यो उकालोसम्म लिएर आइदिन्छ हैट गाडी हेर यो त मास्तिरबाट ल्याएको गाडी होला है मान्छे भाग्नै भ्यायो कि भ्याइन भन्ने कुरा हो त्यही भने यस्तो अलिकति जानकारी नहुनुहुन्छ त है कतिजना बगायो मान्छे बगायो होला यहाँको त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर छ आमा ल यहाँ हामीले अब ओहो यार यो पुरा ड्याम फुटेर आएको यो घर गयो यो ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आऊ यता आमा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा यो पुरै ल घरहरू जम्मै गयो ल रोडमा पुगेर माथि यार छिटो भाग बाउन्ड नभएको त बुझेको मिसिने लग्यो यार पाइप सब भत्क्यो यार त्यो माथिको बाटोमा पुग्यो मिसिने नै हाल्नु
राजमा जोड्ने पुल पनि बगेको छ। जोड्नको लागि मद्दत पुर्याइरहेको यो लाइफलाइन बाढीले बगाएको छ। हामी उता माथि